स्वागत छ मेरो भिडियोमा र आज चाहिँ म माथि डाँडामा पूजा गर्न पूजाथान जानलाई घर लिपपोट गर्दैछु। घर लिपपोट गरेर नुहाई धुवाई गरेर चाहिँ चोखो भएर अक्षताहरू चोखो गरेर तयार गरेर बोकेर गइन्छ त्यहाँ चाहिँ। र भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। घरबाट हिँड्ने क्रममा चाहिँ भिडियो खिच्न पाइन बादल लागेको कारण र माथि लेखतिर त फापर र केराउ अनि केराउ भित्रमा गए पनि रहेछ अनि लेखको बोट अनि कोइरो लागेर चाहिँ तर पनि रमणीय रमाइलो भाइब्स। यता फापर अनि यता चुच्चे करेला क्रिसेपु local place, local vibes. घरबाट हिँडेको 1 घण्टा हुन लागिसक्यो होला। उकालोमा अब हिँड्ने बानी भएन अहिले चाहिँ, त्यही भएर स्यासे आउँदै हिँडिरहेको छ। र पछाडि म हिँड्न सकेको छैन, तपाईँको भिडियो भनेर मलाई राख्नु भएको छ। ठिकै छ, सम्झना बिर्सन यही भिडियो भन्दै म चाहिँ खिच्दैछु। अनि चाहिँ हरियाली सँगै घरहरू पनि खिचेको छु। सबै सम्झना त होइन, भोलि कस्तो दिन आउँछ के आउँछ जाने बाटो आफूलाई पनि हेर्नुहुन्छ, अरूलाई पनि हेर्नुहुन्छ। इन्ट्रेस्ट फोरे Simi ampuri. यो छेउछेउमा हालेको रेलिङको यो बिच्चाको भाग चाहिँ न भात पकाउनु दाउरा न के गर्नु कहाँ गएछ। यो सार्वजनिक सबैजनाको धार्मिक स्थल सबैजनाले संरक्षण गरौँ भन्न चाहन्छु। कटुस पाउँछ है, खतरा फलेछ यार। के भन्नु, हिरा पाउँछ, तर हामी हिरा नचिरेर किरा खान हिँडेर कहिले काहीँ पछुतो लाग्छ। तर होइन त, हिरा नचिरेर किरा
रमणीय स्थलको लोकेसन चाहिँ ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वार्ड नम्बर 2-3 रहेको छ। मानेभन्ज्याङ बौद्ध केतुकेको बौद्धबाट छुटिन्छ र ओखलढुङ्गाबाट आउँदै हुनुहुन्छ भने केतुकेको बौद्धबाट उँभो आउने बाटो र मोली वाक्सा हुँदै आउनुभयो भने किर्सेपु पन्थाली मासतिर पनि यस क्षेत्रमा आउन चाहन्छ। एकदम रमणीय स्थल र रमणीय वरिपरिको दृश्य पनि अवलोकन गर्न सकिने ठाउँ छ। यो चाहिँ अघि फोटोमा पनि हालेको छु। तल चाहिँ ऊ छ टापु जस्तो अनि माथि चाहिँ जङ्गल रुखको जङ्गलको चुचुरामा माथि उच्च ठाउँमा रहेको छ। रमाइलो ठाउँ छ है। अनि यस ठाउँमा पूजा गर्न चाहिँ वैशाख पूर्णे मङ्सिर पूर्णिमा त्यस्तैमा बेस्ट हुन्छ। र पूजा गर्न आउँदा चाहिँ आफ्नो घरलाई सकेसम्म लिपपोत गरेर चोखो बनाएर अक्षताहरू भेटी पैसा चामल अनि सालको धुप अथवा गाईको धुप अनि चोखो पानी फुल तितेपाती यी सामग्रीहरू बोकेर आउन सक्नुहुन्छ। प्लस परेवा उडाउन सक्नुहुनेछ। रातो भाले कुखुराहरू छोड्न सक्नुहुनेछ। त्यसै गरी चारखुट्टेमा मालेगोरु पनि छोड्न सकिनेछ। छोडी त्यस्तै चालचलन आइरहेको छ। र यो ठाउँमा चाहिँ मैले अहिले आउँदा चाहिँ अरू फुलहरू पनि देखेको छु। त्यो चाहिँ मलाई तितेपाती चढाउने गर्छौँ भने चाहिँ उहिले अब पुर्खादेखि नै पुजी आएको कारण थाहा छ। यति भन्दै मैले जानेको अनुसार जानकारी दिँदै लिप्चुपाले रक्षा गरिदियोस् भन्दै बाइ बाइ।